पहिला यो भोइस सुनौ कति अनप्रोफेसनल बोरिङ लागिरहेको छ। अब हेरौँ कति राम्रो प्रोफेसनल लाग्यो। यसमा कुनै माइक पनि युज छैन साथीहरु, कुनै महँगो पीसीबाट पनि एडिट छैन। यो सिर्फ मोबाइलबाट सुट गरेको भिडियो र यसलाई मैले एडिट गरेको हो। र यस्तो भोइस एडिट तपाई 1 मिनेटमा गर्न सक्नुहुन्छ मेरो भिडियो देखेपछि। यसका लागि मेरो भिडियोलाई यो अन्तिमसम्म ध्यान दिएर स्टेप बाइ स्टेप हेर्नु होला, अदरवाइज तपाईलाई कुनै आइडिया आउने छैन। र भिडियोलाई लेट नगरी स्टार्ट गरौँ आजको भिडियो। र च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई 1 लाइक और 1 सब्स्क्राइब गर्न नबिर्सनु होला। र सुरु गरौँ आजको यो भिडियो। यसको लागि हामीलाई दुईटा एप्लिकेसन जरुरत पर्छन्, जसको नाम हो MP3 भिडियो कन्भर्टर र ल्याक्सिस अडियो एडिटर। सबैभन्दा पहिला त हामी बुझौँ MP3 भिडियो कन्भर्टर भनेको के हो। MP3 भिडियो कन्भर्टर भनेको भिडियोलाई अडियोमा कन्भर्टर गर्ने। सर्वप्रथम यसमा क्लिक गरौँ। यसमा क्लिक गरिसकेपछि साथीहरु तपाईलाई यस्तो इन्टरफेस देखा पर्छ र यसमा बीचमा क्लिक गर्नु पर्दछ। यसमा क्लिक गरिसकेपछि तपाईको फाइल म्यानेजर ओपन भएर आउँछ। त्यसमा तपाई चुज गर्न सक्नुहुन्छ कि आफ्नो जुन भिडियोको अडियो बनाउन चाहन्छ त्यसलाई यसमा इम्पोर्ट गर्न सक्नुहुन्छ। त्यसपछि साथीहरु यस्तो इन्टरफेस देखा पर्छ। त्यसपछि हामीले यतातिर COPY कफी AAC भन्ने आइकनमा क्लिक गर्नु पर्दछ। यसमा क्लिक गरेपछि तपाईलाई यस्तो इन्टरफेस देखा पर्छ। यसमा हामीले MP3 चुज गर्नु पर्दछ। यसरी चुज गरिसकेपछि साथीहरु हाम्रो चाहिँ MP3 मा कन्भर्टर भएर आउँछ। त्यसपछि तलतिर यो डाउनलोड अप्सन छ, यसमा क्लिक गर्नु पर्दछ। त्यसपछि हाम्रो चाहिँ डाउनलोड हुन्छ। त्यसपछि हामीले आफ्नो फाइल म्यानेजरमा गएर यसरी देख्न सक्नुहुन्छ VID यसरी आउँछ। र त्यसपछि साथीहरु केही गर्नु पर्दैन, यसको नाम चेन्ज गर्नु पर्दछ। तपाईलाई यो अलरेडी आउँछ होला। यसरी मैले यसको नेम चेन्ज गरिदिए। यसरी नेम चेन्ज गरिसकेपछि पछि हामीलाई खोज्न अथवा फाइन्ड गर्न राम्रो हुन्छ। त्यही भएर हामीले यसको नाम राखिदियौं। त्यसपछि हामी ल्याक्सिस अडियो एडिटर ओपन गर्छौं र ओपन गरिसकेपछि यस्तो इन्टरफेस देखा पर्छ। यसमा हामीले ओपन अप्सनमा क्लिक गरेर ओपन गर्नु पर्दछ। तपाईको यता अडियो देखिदैन किनभने यो चाहिँ फाइल म्यानेजरमा बसेको हुन्छ। माथितिर ओपन विथ फाइल म्यानेजर हुन्छ, यसमा गएर क्लिक गर्न सक्नुहुन्छ। त्यसपछि क्लिक गरेर माथितिर 3 वटा लाइनहरु छन्, त्यसमा क्लिक गर्नु पर्दछ। अरु केही छेडाखानी गर्नु हुँदैन। यसमा गरेर अडियोमा क्लिक गर्नु पर्दछ। अडियोमा क्लिक गरिसकेपछि दिस विक अप्सनमा क्लिक गर्नु पर्दछ। गरिसकेपछि तलतिर हेर्नु पर्दछ साथीहरु, तलतिर हाम्रो चाहिँ अडियो आउँछ। एकचोटी यो हेर्नुहोस्। यो भोइस सुनौ कति अनप्रोफेसनल बोरिङ लागिरहेको छ। अब यो हेरौँ कति राम्रो प्रोफेसनल लाग्यो। यसमा कुनै माइक पनि युज छैन साथीहरु, कुनै महँगो पीसीबाट पनि एडिट छैन। यो सिर्फ मोबाइलबाट सुट। त्यसपछि साथीहरु यो अडियोलाई प्ले गर्नुको लागि हामीले यो आइकनमा क्लिक गर्नु पर्दछ र यसलाई पुश गर्नुको लागि यो आइकनमा क्लिक गर्नु पर्दछ। अब हामीलाई एडिट गर्नुको लागि यो पुश बटनमा क्लिक गर्नु पर्दछ। त्यसपछि मात्र हाम्रो माथिको आइकनहरु खुलेर आउँछ। यो पुश अप्सनमा क्लिक गरेपछि हाम्रो माथि 3 डट अप्सन छ, त्यसमा गएर क्लिक गर्न सक्नुहुन्छ। त्यसमा गएर क्लिक गरिसकेपछि साथीहरु अब चाहिँ हाम्रो इफेक्ट भन्ने अप्सन आउँछ। यो इफेक्ट अप्सनमा क्लिक गर्नु पर्दछ। यसमा क्लिक गरिसकेपछि तपाईलाई यस्तो इन्टरफेस देखा पर्छ। यसमा चाहिँ नोइज रिडक्सन गर्नु पर्दछ सबैभन्दा पहिला। नोइज रिडक्सन गरिसकेपछि देख्न सक्नुहुन्छ मेरो यस्तो सेटिङ रहेको छ। यसलाई तपाई स्क्रिनशट लिन सक्नुहुन्छ। यसरी स्क्रिनशट लिन सक्नुहुन्छ। यसलाई एप्लाई गर्नु पर्दछ साथीहरु। एप्लाई गरिसकेपछि त्यसपछि हामीले फेरि 3 डटमा क्लिक गर्नु पर्दछ। त्यसपछि माथि 3 डटमा क्लिक गरिसकेपछि तपाईलाई फेरि इफेक्ट्स भन्ने अप्सन आउँछ। इफेक्टमा क्लिक गरेर तलतिर हामीले यसरी हेर्नु पर्दछ। तलतिर इक्विलाइजर एन्ड एम्प्लिफायर आउँछ, यसमा क्लिक गर्नु पर्दछ। जसरी मैले भिडियोमा देखाए इक्विलाइजर/एम्प्लिफायर यसमा क्लिक गर्नुपर्छ। मेन प्रोसेस भनेको यही हो तपाईको। यसमा क्लिक गरेर तपाई यो सेटिङ देख्न सक्नुहुन्छ। यो सेटिङ हेरेर तपाई यसलाई प्ले स्टप गर्न सक्नुहुन्छ। मैले यो भोइस पनि यसरी नै एडिट गरेको हुँ। कस्तो लाग्यो भन्नु होला कमेन्टमा। यस्तै गरेर तपाई एप्लाई गर्न सक्नुहुन्छ। फेरि एकचोटी यो फेरि त्यही सेटिङ एकचोटी अझ गरेपछि खै कस्तो देखिन्छ भनेर मैले चाहिँ फेरि गरे। त्यसमा पनि अलि राम्रो नै देखिन्छ साथीहरु, तपाई पनि गर्न सक्नुहुन्छ। यसरी तपाईको भोइस 100% प्रोफेसनल और राम्रो सुनिन्छ साथीहरु। तपाई ट्राई गरेर हेर्न सक्नुहुन्छ। र अब हाम्रो यो अडियो एडिट त भयो, तर यसलाई सेभ कसरी गर्ने भन्ने कुरा म अब सिकाउने छु। भिडियोलाई अन्तिमसम्म ध्यान दिएर हेर्नु होला। माथि सेभ अप्सन छ, यो सेभ आइकनमा गएर यसरी क्लिक गर्न सक्नुहुन्छ। क्लिक गरिसकेपछि यस्तो इन्टरफेस देखा पर्छ। त्यसमा हामीले नेम चेन्ज गर्नु पर्दछ।
यसरी तपाईँ जुनसुकै नेम पनि राख्न सक्नुहुन्छ। नेम चेन्ज गरिदिएर तपाईँ तलतिर सेभ अप्सन हुन्छ, सेभमा क्लिक गर्न सक्नुहुन्छ। धेरै जसो मानिसहरूको मोबाइलमा यही प्रब्लम आउँछ कि सेभ गरिसकेपछि फाइल म्यानेजरमा देखाउँदैन अडियो। त्यसको लागि हामीले सिम्पली मोबाइललाई रिस्टार्ट गरेर फेरि रिस्टार्ट गरेपछि तुरुन्तै देखाउँछ साथीहरू। रिस्टार्ट गर्नु होला एकचोटि, त्यसपछि हाम्रो चाहिँ भिडियो अथवा यो अडियो देखा पर्छ। एकचोटि मोबाइललाई रिस्टार्ट गर्नुहोला। थ्याङ्क यू। र साथीहरू यस्तै जानकारीमूलक इन्फर्मेटिभ भिडियो म ल्याउने नै छु। हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई एक लाइक और एक सब्सक्राइब गर्न नबिर्सनुहोला और एउटा राम्रो कमेन्ट गर्न नबिर्सनुहोला। र अर्को भिडियोमा मिल्नेछु। धन्यवाद।